Hello everyone, welcome back to another vlog र सञ्जित बसेल अफिसियल च्यानलमा स्वागत छ तपाईहरुलाई। आई होप तपाईहरु सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। सधैं चाहिँ नयाँ भिडियोमा स्वागत छ तपाईहरुलाई। र आज चाहिँ म जाँदै छु ड्युटीमा, नाइट ड्युटी छ मेरो चाहिँ। साथीहरु ड्युटीमा गएछन्। हाम्रो ड्युटी चाहिँ कस्तो छ भने साथीहरु, आज चाहिँ ठ्याक्क गाडीहरु पार्किङ गर्ने ठाउँमा नाइट ड्युटी हो। त्यही गाडी रुँगेर बस्ने हो हैन, किनभने अब अलिक 6-7 महिना अगाडि चाहिँ हाम्रो गाडी, कम्पनीको गाडी चाहिँ चोरी भएको थियो राति। अनि अब यो अलिक ड्युटी पनि त्यस्तै ठाउँमा छ अनि गाडी नै चोरी नभए नि गाडीको ब्याट्री सेट्री डिजलहरु चोरी हुन्छ। त्यसै कारणले चाहिँ म र एकजना साथी जाँदैछौँ हैन। देख्न सक्नुहुन्छ यो चाहिँ रियाद सेन्टर हैन, सिटी भित्रबाट रियाद एयरपोर्ट छेउमै हैन। यो बाटो चाहिँ देख्न सक्नुहुन्छ। म र यो साथी जाँदैछ। हामीलाई पढ्न चाहिँ एकजना एमनी साथी जाँदैछ। अनि के हुन्छ कस्तो हुन्छ म अन्तिमसम्म देखाउने छु र भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। जस्तो लाग्छ त्यस्तै कमेन्ट गरिदिनु होला। अनि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर जोडिनु होला। भिडियो मन परे लाइक शेयर कमेन्ट गरिदिनु होला है साथी हो। देख्न सक्नुहुन्छ रमाइलो भइरहेछ, बेलुका समय छ। बाटो नि यस्तो छ। यहाँ चाहिँ के भने अब यो अलिक सिटीतिरकै बाटो हो नि त, त्यही भएर यहाँ चाहिँ रुख बिरुवाहरू साइडमा लगाइरहेको हुँदछ। हरियोहरू देख्न सक्नुहुन्छ। यहाँ पुरै हरियो छ हैन। यो सब यहाँ चाहिँ रोपेको रुखहरू हो हैन। अब बाहिरतिर त रमलघारी मात्रै, बालुवाघारी मात्रै, रातो बालुवाघारी मात्रै देख्न सक्नुहुन्छ। तर यो जुन बजार एरिया छ, सिटी एरिया, त्यतातिर चाहिँ रुख बिरुवाहरू रोपेको देख्न सक्नुहुन्छ। अनि यो बाटो चाहिँ साथी हो अहिले दिउँसो चाहिँ ठुलो गाडी कुदाउन पाउँदैन हैन, नो एन्ट्री लाग्छ। अनि सानो गाडी मात्रै हो। अनि शुक्रबार र शनिबार चाहिँ कुद्न पाउँछ होला दिउँसो। अनि अरू बेला चाहिँ राति मात्रै हैन, 11 बजे खुल्छ होला सायद। मलाई त्यत्रो एक्ज्याक्टली चाहिँ थाहा भएन, तर नो एन्ट्री चाहिँ छ। यहाँ देख्न सक्नुहुन्छ यो लेफ्ट साइडमा छ नि एउटा, यो चाहिँ हाम्रो यो मेट्रोको लाइन हो हैन, मेट्रो कुद्ने ठाउँ। अनि यहाँ चाहिँ खजुरै मात्रै रोपेको रहेछ। देख्न सक्नुहुन्छ तपाईले, एकदमै राम्रो ठाउँ छ। तपाईहरु नि आउन सक्नुहुन्छ है घुम्नलाई हैन। रियाद छेउछाउ हुनुहुन्छ भने सबैतिर घुम्नुपर्छ साथी हो। यसो टाइम भएको बेला, ड्युटी नभएको बेला है। देख्न सक्नुहुन्छ हो यताउता सब रुख बिरुवाहरू मात्रै लगाएको छ हैन। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला साथी हो। म चाहिँ के कस्तो हुन्छ आज देखाउन गइरहेछु तपाईहरुलाई। सर जाँदैछौँ हामी चाहिँ, अब पुग्नै लागिसक्यौँ हामी पनि। अनि यो मान्छेले चाहिँ अनि हामीले पुर्याउने, अनि उतादेखि फेरि मान्छे ड्युटीमा भएको मान्छेलाई रुममा लिएर आउने हो क्या, त्यस्तो छ ड्युटी चाहिँ। 10-11 जना साथीहरू हुनुहुन्छ अनि उहाँहरूलाई लिनलाई जाने। अनि अहिले खासै राम्रो काम पनि चलेको छैन नि त हाम्रो, त्यो भएर पनि हो। यहाँ चाहिँ पुरै मेट्रोको लाइन हो उतापट्टिको लेफ्ट साइडको देख्न सक्नुहुन्छ तपाईहरुले। कस्तो है पिलर ट्याक्क उठाएर अनि माथि मेट्रो कुद्ने ठाउँ बनाइदिएको छ हैन। वाल छ नि हो। यस्तो भयो त नेपालमा पनि। अहिले मेट्रोमा तपाईहरु यो रियादभरि घुम्नु हैन, 4 रियालमा, यहाँको 4 रियालमा 4 घण्टा तपाईँ जति पनि घुम्नुस् फ्रीमा हो। 4 रियाल दिने हो, त्यसपछि अरू पैसा लाग्दैन। 4 घण्टा तपाईँ चाहिँ 4 घण्टामा बाहिर निस्किनु भएन भने फेरि अर्को 4 रियाल लाग्छ। त्यस्तो छ सिस्टम। हामी पनि धेरै पहिला घुम्न गएको थियौँ, सायद मैले भिडियो पनि हालेको छु होला, देन हेर्नु होला, मेरो युट्युबमा छ। धेरै पहिला लगभग 8-9 महिना भयो क्या, 8-9 महिना अलिक बढी भयो कि त्यस्तो छ। अब रमाइलो ठाउँहरू धेरै छन् साथी हो यो रियादभित्र चाहिँ हैन। तर घुम्न जानुपर्छ, त्यही हो हैन। देख्न सक्नुहुन्छ बाटो सरर हैन, 3-4 लाइनको बाटो छ। के यहाँ त दुःखै भएन नि
तर बेलुका अनि यो बाटोमा चाहिँ एकदमै धेरै जाम हुने रहेछ किन हो भने बेलुकाको समयमा चाहिँ यो लाइनमा जुन एयरपोर्ट लाइन हो एयरपोर्ट पनि यहीँ नजिकै हो यो लाइनमा धेरै जाम हुने रहेछ क्या अनि खोइ थाहा छैन यत्रो बाटो हुँदा पनि गाडी धेर भएर हो कि किन हो पनि जाम हुन्छ यसको मेन कहानी चाहिँ अब थाहै पाइएन क्या बाटो नभएको नि होइन अब तपाईँको जता पनि बाटो छ होइन र नि जाम चाहिँ धेरै नै हुन्छ यो अफिसको छुट्टीको टाइममा भएर भन्छ साथीहरूले चाहिँ होइन तर खास कुरा के हो त्यो थाहा भएन तर जाम चाहिँ एकदम धेरै हुन्छ है सायद नेपालमा पनि त्यस्तो नहोला देख्न सक्नुहुन्छ यो राइट साइडमा यस्तो राम्रो राम्रो बिल्डिङहरू छ सायद यो ठुलो कम्पनी हो कि जस्तो लाग्छ म चाहिँ टाढाबाट यसो भिडियो लिइरहेको छु होइन धेरै ठाउँमा त भिडियोहरू खिच्न नि पाउन्न कि यहाँ त त्यो गाह्रो छ अनि म चाहिँ गाडीबाटै यसो ल्याउन त भनेर यसो भिडियो पनि लिएको देख्न सक्नुहुन्छ म जाँदैछु सरर अलिअलि घाम लागिरहेछ होइन आनन्द छ अब आजको नाइट ड्युटी गर्नुपर्ने कस्तो हुन्छ ड्युटी नगरेको पनि धेरै भइसक्यो बसेरै मात्र खाइरहेको छु म चाहिँ अनि अब आज चाहिँ यसो एक दिन यताउता गरेर कटाउनु पर्ला भन्ने सोचिरहेको छु अब साथी पनि छ छन चाहिँ अब यसो भिडियो हेर्दै फेसबुक चलाउँदै चाहिँ रात कटाउनु पर्ला भन्ने सोचिरहेको छु मैले चाहिँ अनि यही हो बाटो चाहिँ एकदम रमाइलो खालको हरियो मात्रै रहेछ होइन कुनै ठाउँमा त नेपालको याद आउँछ कि यस्तो ठाउँमा चाहिँ यो यिनीहरूको प्लान पनि के छ कि यसले धेरै बिरुवाहरू रोप्ने होइन यहाँ साइडमा बोर्डहरू पनि देख्न सक्नुहुन्छ कति महिनादेखि कति महिनासम्म चाहिँ यति हजार रुख रोप्ने भनेर पनि त्यहाँ पुरै गरेछ देख्न सक्नुहुन्छ यो हेर्नु त यो पुरै मेट्रोको लाइन हो यहाँ माथि मेट्रो कुद्छ यसमा होइन यसमा चाहिँ डबल छ एउटा आउने अनि एउटा जाने त्यहाँभित्रै हुन्छ मेट्रो सरर कुदेको पनि थाहै नहुने होइन मजा आउने रहेछ मेट्रोमा जाँदा चाहिँ साथी म चाहिँ साइड पुग्न लाग्यो देख्न सक्नुहुन्छ यहाँ ठुलो बिल्डिङ रहेछ होइन अनि यो बिल्डिङ चाहिँ थाहा छैन अब कम्पनी होला सायद कुनै क्याम्प हो कि होइन फ्यामिली रुम हो पुरै भकाभक बन्दै रहेछ भन्न चाहिँ अनि हेर्नु न यहाँ सबै अब यो के भन्छ यसलाई यो लगाएको रहेछ होइन ठुलो छ बिल्डिङ चाहिँ होइन पुरै अब फिनिसिङ चाहिँ भएको छैन अब कलर यसको बाँकी नै होला गर्दैछ ल साथीहरू फाइनली म चाहिँ साइडमा पनि पुगेँ होइन ड्युटी गर्न आएको मान्छे गाडी लिएर रुममा जानुपर्ने अवस्था हेर्नु नि ल है म गाडी लिएर जान लागेँ भिडियो कस्तो लाग्यो त्यस्तो कमेन्ट गरेर बाँकी अर्को